Namaste everyone. Welcome back to my channel. This is Ronisha here. And today I'm so excited. And after a very long time, मैले चाहिँ vlog बनाएको छु. After a very long time, and I was desperately waiting. म चाहिँ like यस्तो हुन्छ नि इन्ट्रो दिउँ भनेर चाहिँ vlog कहिले बनाऊँ जस्तो भएको थियो. So finally, I'm making a vlog. And आजको vlog is about we are going somewhere. So हजुरहरूले thumbnailबाट पनि त थाहा पाइसक्नुभयो होला हैन. So we are going to go Gosaikunda, जो चाहिँ एकदमै टाढा छ. त्यही नि म जाँदैछु. अनि यो चाहिँ यस्तो रहेछ, जुर्नु पर्ने रहेछ जानलाई. सो मलाई चाहिँ फाइनली जुरेको छ. It is like on my bucket list के गोसाइकुण्ड जानु चाहिँ. So it's very big thing for me. So हामी चाहिँ जाँदैछौँ. And I have my partner मन्दिरा दिदी हुनुहुन्छ मसँग चाहिँ. म हजुरहरूलाई अहिले भ्लगमा देखाइहाल्छु. अनि त्यही हो. So I'm so excited to go there. अनि मैले त्यस्तो लामो भ्लग बनाउँछु भनेर सोचेको चाहिँ छैन. सर्ट किनभने सर्ट भने त्यस्तो सर्ट पनि हैन, बट ठिक्कको बनाउँछु. कज र सबै दिनको चाहिँ लाइक आई थिङ्क मिनिमम 3 days or maximum 4 days यतिमा चाहिँ हामी गएर आइसक्छौँ होला. सो त्यो सबैको चाहिँ म एउटैमै हाल्छु. कज त्यहाँ हिँड्न एकदमै गाह्रो हुन्छ अरे. आई डोन्ट नो कसरी, तर मैले आर्ट गरेको छु भनेपछि म जान सक्छु. सो त्यही हो गाइस. एन्ड किप वाचिङ द भिडियो. 2:30 भइसक्यो. निन्द्रा नि लागेको छैन. 3:30 बजे उठेर नुहाउँछु सोचेको थिएँ. यस्तो छ हालत. अनि यहाँ चाहिँ छ मेरो ब्याग. यो ब्याग हेर्दा सानो छ तर एकदमै लाइक कस्तो अर्कै टाइपको छ क्या ब्याग. कस्तो टाइपको भन्नु जे भए पनि त्यस्तै छ. गाइज आई एम रेडी. अनि मैले चाहिँ यो टप टाइपको लगाएको छु. एन्ड यो ब्याग चाहिँ माई फोन प्रोटेक्सनको लागि हो हैन. अनि यस्तो ठुलो ब्याकप्याक छ मेरो. बाई गाइज. म चाहिँ उहाँ मन्दिरा दिदी हो भन्दै इन्ट्रोड्युस गराउँदै थिएँ. अनि हामी चाहिँ लास्ट सिटमा बसेको थियौँ. अनि सबैजना गफ गर्दै हुनुहुन्थ्यो अगाडि चाहिँ. अनि हामी चाहिँ यस्तै गफ गर्दै लाग्यौँ हाम्रो यात्रा. गोसाइकुण्डको यात्रामा हामी लाग्यौँ. हामी चाहिँ अब खाना खान लागेको छौँ. हामी चाहिँ धुन्चे आइपुग्यौँ. हाम्रो खाना मन्दिरा दिदी सबैजना हुनुहुन्छ यहाँ. अनि यसपछि अब डङ हिँड्नुपर्छ. टन्न हिँड्दै गएर हाम्रो ट्रेकिङ चाहिँ सुरु भयो. खै भन्दा यता आउने त धुन्चेबाट सुरु भयो. पहिला लट्ठी किन्छौँ. लट्ठी किनेपछि हामी चाहिँ हाम्रो यात्रामा लाग्छौँ. कतिको एक्साइटमेन्ट छ. एकदमै धेरै छ. त्योभन्दा अगाडि त हिँड्नेको एक्साइटमेन्ट कति छ. हिँड्नेको चाहिँ अलिक डर पनि लागेको छ. यहाँ अगाडि टोली हुनुहुन्छ, पछाडि पनि टोली हुनुहुन्छ. हजुरहरूलाई हेर्न सक्नुहुन्छ. लाठी दिन मिल्छ. सब कता हो. उमै गएर खिच्छु भनेको, तर मलाई यो भ्यू खिच्न मन लाग्यो. र यो मैले कहाँ देखेको छु चाहिँ लाइक भिडियोमा. मेनली त यो पुल. इज मन्दिरा सिस. कस्तो यस्तो उकालो हो. म मामाबाट मोटिभेट हुँदैछु. आयो मामा हेलो भनिदिनु. गाह्रो भयो. उहाँले लास्ट गाह्रो भइसक्यो. तर त्यही पनि मैं हार नहीं मानुंगी. मन्दिर अगाडि पुगिसक्नु भयो. यत्रो उकालो चढ्नु छ. अझ कति उकालो छ आई डोन्ट नो. गाइस लिटरली क्यान इमेजिन यस्तो उकालो छ कि मेरो दुइटै खुट्टामा त जान्दैछु कि म. लट्ठी एक हातमा बोतल छ, एक हातमा लट्ठी छ, एक हातमा फोन छ. लास्ट उकालो छ. अझै देउराली आएकै छैन अरे. देउराली आएर चाहिँ हामी कहाँ बस्ने? चन्दनबारीमा बस्ने. अझै यस्तो उकालो. अझै 2-3 घन्टा चढ्नुपर्छ अरे. 12:30 बजेदेखि 6:30 7:30सम्म भनौँ न. अझै टाइम छ भनेपछि नन स्टप यसरी हिँड्नु. अलिअलि ब्रेक लिनु. इट्स सो रिडिकुलस.
हामी चाहिँ चन्दनबारी आएर बस्थ्यौँ अनि लाइक हामी आउनु र पानी पर्नु ठ्याक्कै उस्तै भएको थियो पनि हामी पुग्यौँ धन्यवाद। अब भोलि हामी लौरी विनायक जान्छौँ। बाटो चाहिँ एकदम गाह्रो छ, मेरो खुट्टा त मर्नु भएछ मर्नु, सास फ्या फ्या त्यस्तै। झन् भोलिको बाटो त लाइक यहाँ जाँदाखेरि उकालो अनि लेफ्ट राइट फेरि उकालो त्यस्तो छ अरे, तर लौरी विनायक पछि चाहिँ एकदमै स्ट्रेट छ अरे। सो गाइज म अलिअलि क्लिप त खिच्ने नै छु। अब हामी कहाँ जाने? अब हामी लौरी विनायकबाट लौरी विनायक हुँदै गोसाइकुण्ड जाने छोरी जाने चाहिँ कसरी हो? कोही यस्ता खान्, कोही यता खान्। ल ल ल बुढीमा हामी चाहिँ बिहान कति बजी उठ्यौँ भन्दाखेरि बिहान 3 बजी उठ्यो छोरी। उठ्न राम्रो सुत्यो होइन सुत्न चाहिँ, है तर त्यही पनि हामी 4 बजी हिँडेको लौरी विनायकलाई। त्यहाँबाट हामी गोसाइकुण्ड जान्छौँ। बाटो चाहिँ यस्तो छ, कहिले उकालो छ कहिले ओह्रालो छ। एउटा हिउँ परेको अब देख्नुहुन्छ कि आएर नो पानी मस्त पऱ्यो, त्यहाँ हिउँ परेको। अनि अहिले चाहिँ हामी दुईवटा मात्रै छौँ अगाडि हिँडिरहेको होइन, सबसे धेरै हिँड्ने म्याम हो। त्यही हो गाइज, हामी अब सिधै बेला बेलामा अपडेट गरिरहन्छौँ होइन त। हो ल अपडेट भइरहन्छ। गाइज म चाहिँ होइन एक्लै हिँडिरहेको छु, जस्तो बाटो छ होइन, एक्लै हिँडिरहेको छु। अनि लाइक मेरो साइडबाट लाइक जुन बेला पनि कोही मान्छे पास भयो भने तिमी पनि आएको यत्रो सानो नानी त आछिन्, छोरा तिमी नि आएको, छोरी तिमी नि आएको, लाइक एभ्री वान के मोस्ट अफ द पिपल। तर मलाई गर्नु छ, मलाई पुग्नु छ, म पुगेर छाड्छु। हामी चाहिँ लौरी विनायक आइपुग्यौँ होइन। अनि यो हिमालहरू जुन देखिरहेछ नि यो कुनै लाङटाङ हिमाल हो अरे, यहाँबाट अन्नपूर्ण खै कुन कुन हिमाल पनि देख्छ अरे भने यहाँको आन्टीले भन्नुभएको थियो। यहाँ चाहिँ जताततै हिउँ परेको, बाटो यस्तो उकालो छ गाइज, कसरी जाने होला। तर जसरी पनि जानुपर्ने हुन्छ। हाम्रो 1-2 जना घोडामा जानुभयो, तर म नि जाउँ सोचेको थिएँ त्यो देखेर, बट म जान्न किनभने हिँड्न अन्त म त्यही भएर हिँडेरै पुग्ने हो। बरु ढिला होस् तर हिँडेरै पुगिन्छ। यो मेरो सहारा हो, मेरो हिँडाइको सहारा। यो भए पनि गाह्रो छ, नभए पनि गाह्रो छ, गाह्रो हुन्छ बेला बेला। ल त्यही हो गाइज, जस्ट फ्यु मिनट्स त्यसपछि हामी हुन्छौँ। कहाँ हुन्छौँ भने हामी अब केही मिनट पछि घन्टा पछि यस्तो छ यस्तो। म बिचमा एकचोटि कस्तो गाह्रो भएको थियो, सक्दिनँ होला। लाइक मन्दादेखि अगाडि गइसक्नु भएको थियो, तपाईँहरू पनि हुनुहुन्थ्यो। म त जहाँसम्म पुग्छु पुग्छु भनेर भड्केको थिएँ, भगवान्ले बाटो देखाउनु भयो मलाई। यो नि केही कुण्ड त होला पक्कै, यो चाहिँ गणेश मन्दिर अरे। अनि अझै अब एकछिन अलिकति अनि आयो अरे। अनि यो पार्वती कुण्ड, अनि अहिले भएर देखाएको चाहिँ सरस्वती कुण्ड। यो चाहिँ नागकुण्ड अरे। यहाँमा गयो भने के हुन्छ अरे, मैले देखिनँ भैरव कुण्ड त। यहाँ गयो भने नागले तान्छ अरे। हर हर महादेव, जय शम्भो। Guys, let me show you a thing. Ta-da! It is so good, so mesmerizing. यति राम्रो छ, झन् लाइभ हेर्दा यति राम्रो छ यो। I can't tell you in words. Guys, गोसाइकुण्ड चाहिँ हामी आइसकेको छौँ। You can see the background. It's like a heaven के यति राम्रो छ। अनि मैले चाहिँ जल लिए, प्रसाद लिए, टिका लाएँ, सबै गरेँ। I'm so feeling blessed. जय शम्भो, हर हर महादेव। त्यसलाई छोड्यो तान्छ नि ड्रिङ्किङ पार कुछ गर आइहाल
सारियलले छ्यार कि कस्तो भयो थाहा छैन माथि हामीले बत्ती बालेको यो मैले बालेको चाहिँ गोसाइकुण्ड भगवान सो गाइज हामी चाहिँ अब फर्किन लाग्यौँ होइन मैले यसो लाग्छु हिउँ परेर मलाई कस्तो देखिन्छ कस्तो देखिन्छ हुन त मलाई पनि कस्तो देख्छ होला त्यति हो गाइज हामी चाहिँ फर्क्यौँ माथि पाथि पराले गोसाइकुण्ड भयो अनि एक्सपिरियन्स चाहिँ एकदमै राम्रो थियो भनौँ मलाई बिचमा एकचोटि चाहिँ लाइक सबैजना घोडा चढ्ने भनेर चाहिँ आफूलाई पनि आश थियो तर होइन रहेछन् अनि मलाई पनि होइन हिँडेरै जानुपर्छ भनेर चाहिँ हिँडेरै गयौँ तर जाँदा भन्दा पनि आउँदा त ठुलो गरेर दौडिन्छु भनेको खुट्टा झन् लुलो हुन थाल्यो खुट्टा लुलो भएपछि पछि जीवन जलेर सिटामल खाएको एकछिनमा ठिक भयो फेरि अब लुलो हुन थालिसक्यो कसरी हिँड्यो थाहा छैन अनि हामी आज पनि हिजो चन्दनबारी बसेको थियो आज पनि चन्दनबारी नै बस्छौँ हामी बिहान 4 बजी हिँडेको मैले ब्लगमा भनिसकेँ होला अनि सो चन्दनबारी बसेर भोलि धुन्चेतर्फ लागेर हामी चाहिँ घर जान्छौँ सो मेरो आजको यो भ्लग आज हिजोको भ्लग चाहिँ म यहीँ समाप्त गर्न चाहन्छु हजुरहरूलाई मन परेमा प्लिज लाइक शेयर एन्ड सब्सक्राइब माई च्यानल अनि त्यो गोसाइकुण्डको त्यो पार्ट चाहिँ हेर्नु नबिर्स्नु होला एकदम राम्रो छ क्या त्यहाँको लाइक झन् त्यो लाइभ हेर्नुपर्छ यति राम्रो त्यो छालहरू त्यो सीबाट हलेको छाल सबै देखिन्छ त्यही हो गाइज अनि भिडियोलाई लाइक गर्नु होला सेयर गर्नु होला आफ्नो साथीहरूलाई कमेन्ट गर्नुहुन्छ भने कमेन्ट पनि गर्नु होला र सब्सक्राइब चाहिँ मोस्ट इम्पोर्टेन्टली गर्नु होला बाई बाई गाइज